21 गते याद गर्नु होला, 21 गते इतिहास लेख्ने दिन हो। इतिहास कागज कलम सबै तयार छ, मात्र तपाईको हातले सही ठाउँमा भोट हाल्नुपर्छ। हामी तयार छौँ। भन्दै आएको एउटा कुरा दोहोऱ्याउन चाहन्छु, यो महाभारत हो, महाभारत। यहाँ यसपटक सुशासन र कुशासन बीचको लडाईँको वार पार हुनेछ, वार पार हामी गर्नेछौँ। आज म यति नै भन्न चाहन्छु। घाँटी पनि धेरै भावुक किन भएको छु भने यतै वरपर 84 दिनसम्म मलाई कालकोठरीमा राख्दा तपाईँको आँखा भिजेको मलाई एक सम्झना छ। मलाई थाहा छ आशीर्वाद दिनका लागि तपाईँका घरमा छोरा नाति प्रशस्त छन्, तर मलाई आफ्नो छोरो सम्झिएर तपाईँले मनभरिको आशीर्वाद दिएको एक याद छ। मैले बिर्सिएको छैन। मलाई थाहा छ, मलाई यो पनि थाहा छ, अन्याय भयो भनेर 42 लाख मानिसले हस्ताक्षर गर्दा त्यसमा तपाईँहरूको पनि हस्ताक्षर समाएर आउनु। तर आज म मेरो न्यायको लागि आएको छैन। म सहन्छु, जति सहनुपर्छ सहन्छु। यो व्यक्तिको कुरा होइन। मलाई व्यक्तिका रूपमा व्यक्ति रवि लामिछानेलाई न्याय चाहिएको छैन। मलाई थुनेर केही फरक पर्दैन, तर यो देशको भविष्य थुने, त्यस कारणले लड्न हिँडेको छु। यो देशको भविष्य, यही देशमा गरी खान नसकेर अरबमा गएर पसिना आँसु बगाइरहेको त्यो भाइ दाई दिदी बहिनीको आँसु र पसिनाको एक थोपाको हिसाब 21 गते हुन्छ। 21 गते हुन्छ। उद्योग कल कारखाना बन्द गराएर देशलाई टाट पल्टाएको हिसाब 21 गते हुन्छ। त्यो हिसाब हुन्छ। यहाँ मैले मेरो हिसाब गरेको छैन। हामीलाई होनहार साथीहरू चाहिएको छ। यतिखेर मसँग उभिएको साथी उत्तम पौडेल, सुशासनको यात्रामा जति दुःख पर्दा पनि सँगै उभिएको मेरो साथी सहयात्री उत्तम पौडेललाई यसपटक संसद लैजानुपर्छ। र यो आवाज संघीय संसदबाट गुन्जिनेछ र मलाई विश्वास छ न्यायको नयाँ अध्याय सुरु हुनेछ, विकासको नयाँ अध्याय सुरु हुनेछ र हामीलाई यो देशलाई वर्षौंसम्म राखिएको, कैद बनाएर राखिएको देशलाई नै कैदी बनाएको हुनाले देशलाई कैद मुक्त गरिनेछ। मलाई उत्तम पौडेल चाहिएको छ। मलाई संसदमा उत्तम